अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुह। क्वेश्चन चाहिँ आजको यो हो कि अल्लाह सुब्हानो ताआलाले इस्लामलाई एज अ रिलिजन चाहिँ किन एक्सेप्ट गर्छ, अरू रिलिजनलाई चाहिँ किन गर्दैन? बिस्मिल्लाह रहमान रहिम, हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला रसुलिल्लाह। यसलाई तिमीले अलिकति हिस्टोरिकल प्रकारले हेर्छौ। हामीले फर एक्जाम्पल द क्रिएसन अफ म्यान, आदम अलैहिस्सलामदेखि अल द वे टु नूह अलैहिस्सलाम, प्रफेट नोह, त्यति बेलासम्म एउटा रिलिजन थियो। त्यो के अल्लाह ताआलाले कुरानमा भन्नुभएको छ, कान अन्नासु उम्मतन वाहिदा, द होल उम्मा वाज वान। द होल कम्युनिटी जतिवटा दुनियाँमा थियो एउटै थियो। त्यसमा केसमा थियो? तौहिद। तौहिद भने नेपालीमा एक ईश्वरवादी, यानी ईश्वरलाई एकै मान्नु र पूजा भक्ति उपासना पनि अल्लाहलाई नै गर्नु, ईश्वरकै गर्नु। त्यसमा ईश्वरले पठाएको प्रोफेट्स, दूत, सन्देशताहरूको कसैले पूजा गरेन। आफ्टर नोह, प्रोफेट नोह, त्यति बेला वद, सुवा, यगूथ, वयऊक व नस्रा, यो 5 जना नेक राम्रो अल्लाहको उपासना गर्ने मानिसहरूको चाहिँ मौत भयो। त्यो हुँदाखेरि चाहिँ मान्छेहरूले उनीहरूलाई नै पूजा गर्न थाल्यो। उनीहरूको कबरमा गएर उहाँहरूलाई दुआ गर्थ्यो कि अल्लाहको करिब हो र यिनीहरूले हाम्रो अल्लाहको तर्फ के गरिदिन्छ, दुआ कबुल गरिदिन्छन् भनेर। सो हामीले के गर्छौँ यहाँनिर कि अल्लाह अज्जा वजलले एउटै दिन जब पठाएको छ, द्याट वाज इस्लाम। त्यसको बाद मान्छेहरूले अल्लाहले पठाएको सन्देशताहरूको इबादत गर्न थाल्यो, द्याट इज शिर्क। सो त्यो के भयो? डिभिएसन भयो। जुन चाहिँ मार्गदर्शन सिधा छ, सिरातुल मुस्तकिम, द्याट वाज इस्लाम। त्यसको बाद अरू सबै काटेको के हो? डिभिएसन भयो नि। त्यो डिभिएसन हुँदाखेरि के भयो? मान्छेहरूले अल्लाहको छोडेर कसको इबादत गर्न थाल्यो? पूजा। ढुङ्गाको, माटोको, पर्वतको, हिमालको, घामको, पानीको, जुनको, यो सबको चिजको इबादत गर्न थाल्यो नि त। द्याट इज नट इस्लाम। अल्लाह ताआलाले भन्दैछ मेरोमा पर्खेर आयो चाहिँ इस्लामको सिवाय अरू केही चिज पनि एक्सेप्ट गर्छ। इस्लाम भन्दाखेरि के बुझिन्छ यहाँनिर? एक ईश्वरवादी। यहाँनिर हामी इस्लाम भन्दाखेरि एक ईश्वरवादीलाई मात्रै हामी अल्लाह ताआलाले भन्छ एक्सेप्ट गर्छौँ। जसले पनि मेरो पूजा, मेरो भक्ति, मेरो आस्थामा कसैलाई पनि मेरो उपासनामा जोड्दैनन्। न कुनै नबीलाई, न कुनै प्रफेट्सलाई, न कुनै सन्देशतालाई, न कुनै ढुङ्गा, न कुनै माटो, न कुनै हिमाल, न कुनै आकाशमा, न कुनै पातालमा कुनै चिज, केही चिजलाई पनि एसोसिएसन गर्दैन। अर्को मैले पठाएको जुन चाहिँ सन्देशता प्रफेट्सहरूको कुरालाई चाहिँ पालन गर्ने, बुझ्दैछौ? के गर्ने? पालन गर्ने, इत्तिबा गर्ने। सो अल्लाह सुब्हानो ताआला त्यही कारण कुरानमा बार बार भन्नुहुँदैछ मेरो प्रफेटको इत्तिबा गर, फलो गर, म तिमीलाई जन्नतमा दाखिल गर्छु। मेरो प्रफेटको मुखालिफ जाऊ, तिमीलाई म नर्कमा। यो अल्लाह अज्जा वजलले भनिदिनु सकेको छ।